हेलो गाइज वेलकम गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ होला वेलकम टु अन्जु श्रेष्ठ युट्युब च्यानल आज चाहिँ हिजो बेलुकाको 5 बजेको ढिँडोले छोड्यो हामीलाई बिहान कति बजे 7 बजे छ अहिले ए छैन 6 बजेर 10 मिनट गएछ आज हामी चाहिँ छिमेकीको छोरीहरूसँग घाँसमा जाने आयो हेर मै त धेरै समयपछि छिमेकीको छोरी भनेपछि उठेर हानिहाल्छ मलाई लाएछ न उनीहरूको नातिनीहरूलाई मात्रै लायो नि भोक तापनि खान्छ पहिला गिलास म त एकदम डाल्दा छ बोल्यो सरी शिवानी आइसक्यो हेर को राम्रो लैजानु पर्छ त्यो त मुख पनि पुग्छ खाएर ल हामी त गयौँ घाँस काट्नु ओए इन नाम्लो बोक आइस है मामी हामी गयौँ है ल हिँड्यौँ हामी छिमेकीको छोरी भन्यो भने कुर्छ ऊ भनेको छैन कि कुरा मात्र गरे एउटा रिसाएर गयो माथि असेल खाँदै जाने हामी ल बिचरा म ब्याकग्राउन्ड सिन कस्तो राम्रो म पक्नु ल खाऊ मिठो रहेछ असेल फलेको रहेछ बारीमा थियो कि यता हेर्दा मिठो रहेछ लगभग बारीमा पुग्न लाग्यो हाम्रो बारीहरू चाहिँ कस्तो फिल भइरहेछ भन्छ राम्रो मेरो जिन्दगी सारा डिजेल आफ्नो छोरी नभए नि छिमेकीको छोरीसँग घाँस काट्न जान पाएको छु छोट पनि हान्छ तिमीहरूलाई सुन एउटा कुरा भन्छु ल यता हेर्दा तिमीहरूलाई मेरो माया लाग्छ कि लाग्दैन कसको मम्मीको पनि लाग्छ कि मेरो यता हेरेर भन्न हो मम्मीको याद पनि आएन घर जानु नपरे नि हुन्छ हुँदैन यहीँ बस्ने मम्मीले कराउँछ मैले कराउँदैन यता हेरेर भन्न ड्याम कुट्छ मैले कुट्दैन मैले चाहिँ कुट्दैन त्यही भएर मसँग बस्न मन लाग्यो हो अनि मसँग बस्यो भने त घाँसको भारी बोकाउँछु हाम्रो चाहिँ यो बारी पहिरोले यस्तो भए बाटै छैन बिस्तारै हिँड है अनि के अरे सुन त अनि म सानीसँग बस्यो भने त अनि सानीले त भारी बोकाउँछ अनि हुन्छ अनि जान त हुँदैन भने बहिनी म यता हेर न शिवानी आइसा यता हेर्दा आइसा जाऊ शिवानी मैसँग बस ल मम्मीलाई भन अनि मम्मीको माया लाग्दैन भनेन त यस्तो गर्ने यस्तो अहिले त शिवानी यहाँनिर त्यहाँ लड्छ अहिले तल त कस्तो भिड पो छ त फेरि गुल्टे पनि खोलामै पुग्छ ल यसो गर न रेडी अलि यता आइज रेडी 1 2 3 गो न एउटा न ए तँलाई त पुग्दै परेछ न अहिले घर जानु बेला टिपेको दिन्छु हामी 16 जना गएको भनेर बाई अहिले आउँछु ल भन्नु म यहाँ देखाउँछु ल यहाँ तल कसो छ यहाँ तल त खर्पा हो नि त्यस्तो गोल्डिने ठाउँ आउनु नभन्न है दिने मम्मीलाई ल आइसाले भन्दा शिवानले धेरै माया गर्छ मलाई यता हेर्दा त्यो रिसाइसकेको हिँड ल सरी त्यति जिस्केको हौ पठाइदेऊ रुन्छ अरे कसलाई पठाइदिने मम्मीलाई ल मेरो नि मम्मी
आज पनि टिकटक बनाउनु पर्छ ल दिउँसो ल ल हिँड हिँड बिस्तारै हिँड बाटो चिप्लो छ अर्को लाउने नि हाँस न हो हाँस यो भ्लग हेर्नेलाई आँखा कानै पाक्छ होला हौ चिच्याएको सुनेर पैसा भेटाएको थियो यहाँनिर होइन बाटो त कस्तो कस्तो छ कि अनि यहाँबाट घर नपुग्दै हराएछ भनेको 100 रुपियाँ अनि घर गएर हामीले त पैसा भेटेको यो पैसाको करेन्ट खानुपर्छ राख्नु हुँदैन भनेको थिएँ अनि पैसा चाहिँ कतिखेर सुरुवालको पुवाल थियो रहेछ झरेछ कि फेरि भेट्दैन अब कहिले भेट्छ सब फुर्के डोरी ए मेरो सानो अल्लो गाउँ पल्लो हिँड न कुक 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 म कराउन थालेको कुकुक त कराउनै छोड्यो यार है ल कुक 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 लड्छ ल मैले बाटो देखाउँदै हिँड ल म पनि बस्छु ल 3 जना बस्ने ल लड्छ ल मैले बाटो देखाउँदै हिँड ल म पनि बस्छु ल 3 जना बस्ने ल उठाऊ मलाई कान्ने nakupenda sana wewe uta tena nataka nifunge na wewe ndoa बिस्तार बिचमा चढ्नै सक्दैन जस्तो पानीले सबै भिजाइदिन्छ है ललामको घर के फुली नाकैमा बुलाकी चाउला झारी घरबार होला कि हेलो बाँसमा चढेर ओला कालो बाँच्नु नि उतार्नु पर्यो जसलाई हेलो ओला कालो हामीले घाँस बोकेर पहिला अस्ति टन्नै टिप्यो यहाँ अब 2 थुङ्गा रहेछ अब यिनीहरूले खानेर म भारी बोकेर कसरी टिप्दिने त
मलाई किन दिनु त त्यहाँ म माथि राखिहाल्छु दिला बा हेत्तेरिका दादा हुई कति मजा आयो मलाई त अनि माछा तारेर खान त आइसिबानी मलाई त आइसाले माया गर्दैन भाइ टिभी सकियो आइस उतै माथि हुन्छ जसले टिपे त्यसलाई ल मैले टिपे मलाई नि कसरी लाने त यो रुखबाट जाँदा ल छिटो त्यही त आइसाले मलाई माया गर्दैन गीत गाउने नगाउने आमालाई खाएर आएको त ठस्कै तान्न खरायो आमालाई कहिले खाएछ कहिले आमालाई बाले मलाई बनायो भेडा अनि अरू ल बारी बोक यसको बारी यहाँ छ आमालाई के गर्छ यसले अब झोला लिएर अब हुन्थ्यो आमालाको गीत यता हेर उठ्न छ भन ल नगाउने चक्लेट दिन तिमीलाई आएको थियो जसको तालमा हरायो नानीको भाग्यले दिएन आमालाई खाने बेला कोही मान्छे थिएन अनि हामी त भारी बोकेर हिँड्यो घर के गर्ने हामी अनि अरू भात पकाउने पहिला नाच्ने कि भात पकाउने अनि भोग लागेन आज ढेँडो खाने हो केसँग खाने त ढेँडो आलु र दालसँग ढेँडो खान सक्छ म त सक्दैन कि त मासु चाहिन्छ कि गुन्द्रुक कि साग असिलो पाकेर छ र त पाको आमालाई खाने हो झापाको आमालाई खाने हो भने सोधेको थियो नि हाम्रो काभ्रेमै फलिहाल्छ नि झापासम्म जानुपर्छ आमालाई खानलाई होइन त छोरी झापासम्म जानुपर्छ आमालाई खानु हाम्रो काभ्रेमा पाइहाल्छ है हेर हाम्रो काभ्रेमा नि दामी हरियो आमाला यत्रो पाउँछ कत्रो रे देखाउ त आमालाई खाना काठमाडौँ जानु पर्दैन हाम्रो काभ्रेमै पाउँछ यी आफैले बोट ढाली लिएर आउँछ है खै तँसँग कति रहेछ आमालाई पैसा पनि तिर्नु पर्दैन आमालाई खाएर आमालाई पनि झिक्नु पर्दैन होइन हाम्रो माउरेमा छ फाइनली गाइस यो ठाउँ आइपुग्यो मैले भन्ने कुरा यो ठाउँमा आइपुगेपछि त्यहाँ बिहा जान्छ किनभने त्यहाँ बसी गरी बसेर जान्छ नि त्यो भएर त्यहाँ बिहा जान्छ त्यहाँ भनेको चिन्छ आइसाले चिन्छ त्यहाँ भनेको बाबु नानीहरू खाउलो सबैजनाले माम खाउलो खाऊ हान्छ यो खसीले त आइपुग्यो घरमा भात पकाउनु पर्यो छोराछोरी हो भात पाकेछ तरकारी पकाउनु पर्यो किन मलाई चाहिँ गाह्रो भएको छैन छोड म बस्छु त्यहाँ छोड न आऊ त्यो खाटमा त म यहाँ बसिनु म कसरी लडेर अघि आलु र गुन्द्रुक पकाउनु पर्यो आज जा छोरो आलु झिकेले लौ छोड्नु म पकाउँछु आएर एकछिन त बस्न दिनु नि करा अनि त्यो आलु काट्नु न म भुट्छु आलु छोड्नु म गर्छु मलाई सिद्राको हालेर अचार बनाउने हो कस्तो मिठो भएछ खाने एउटा मात्र खाएर मात्र हेर शिवारीले देखाएर रस निलिसक्यो जुरो जान्छ खानुपर्छ यो मिठो हुन्छ जिम्मो हो यो रस होइन
ल भात पनि पाक्यो अब हामी भात खान्छौँ आलु यो अचार अनि गुन्द्रुक भात र तरकारी चाहिँ मन पर्यो अचार मिल्दैन खाँदाखेरि बनाउँदा क्या बनाउनु पर्छ Bagus deh. Ini kalau apa sih? Pati malah batal kan ya? Mami lagi dong. Lihat HP bala. भयो भने ढेँडो पकाउनुपर्छ ल केटाकेटी 3 दिन भइसक्यो गुन्द्रुक खाएको अर्कै खाने कस्तो तातो भयो किनभने त मिठो चाहियो भन्थ्यो पानी परेर पनि मासु मगाउँछ ल मामा त बा छैन काम सबै आफै गर्नुपर्छ बाख्राको खाना खाँदा त यस्तो मजा आउनुपर्छ त पसिना हौ खाना खाएर बसेको टिकटक बनाउनु पर्यो भनेको त निन्द्रो लागिरहेको आँखा हेर्न किता कितारी तिङ्ला माया दा भाउ किता किता तिनजनासँगै खाएको चुचुका अब यसको पालो ल त अब अगाडि खा ल कहीँ नभएको छुच्ची छ यो फेरि झऱ्यो यहाँ मलाई प्याज दिन्न प्याज नदिए बस प्याज दिन्न चटो त प्याज हाम्रो आमा हेर्नु लुङ्गी भन्दा लामो पेटीकोट लगाएको छ अल्झेर लड्छ पेटीकोट च्याउ करेन्टले मात्र पुगेन अब मुला पनि भ्याइयो हामीले त यो मोबाइल मात्र कति चलाएको केही काम छैन भन्नेहरूलाई देखाउनु पर्यो आज भगाएर फालेर काम त सबै गर्न आउँछ नि आयो कसैलाई नपत्याएको मात्र भन्दा भन्दै बेलुकाको खाना पनि खान लाग्यो गाइस हामीले होइन यिनीहरूले तन्कन बत्ती जो पछाडि छ्याङ पनि छ छ्याङ
यिनीहरूले त सकाउन लगाइसके बाद म कहिले खाने मिठो भएछ मिठो पायो भने त पढे पनि छोड्दैन कालो लाग्यो होइन मम्मीले पकाएको भन्दा सानले पकाएको मिठो लाग्यो तरकारी स्कुल छुट्टी हुने बित्तिकै आइदिएला सानीको घरमा यो मासु पकाएको दिन सबै चार्नुपर्छ कस्तो कालो करे भन्ला है करेले नि मैले थाहा पाएकोदेखिको करे हो कि यो कालो छ मैले कालो कालै छु सबै चुरे के भन्छ चुरे Don't cry. Don't cry. Do it. Do it. You do it. Don't worry. Don't worry. Aha.